जगदीश हरे प्रभु जय जगदीश हरे प्रभु का चरण उपासक हरि का चरण उपासक कति कति पार करे। एवढं ब्याज पैसा छ वर्तमान सहितं सपरिवार स्मृति पुराण फल प्राप्तार्थे अफल फल प्राप्तार्थे अविच्छिन्न जगधारा एकारार्थिक प्रवृत्ति कर्म कर्तु सह श्री चैतन्य गरादि सहित पूजन कर्म कर्तु कर्म कर्ते प्रग्राम सिद्ध सत्र सिद्ध पूजन कर्म कर्तु सहित शांत होम कर्म कर्तु सप्त देवता का पूजन कर्म कर्तु प्राचित पूजनम स्वस्ति वाचन वयं परिश्रम छोड्दिनुहोस् पूजा ओम नमो गोभ्याः श्रीमतीभ्याः जागिरला कभर पढेको घरै फोटो पाउनुहुन्थ्यो त्यसपछि बल्ल हातमा दुबो लिनुहोस् राता अक्षता लिनुहोस् एउटा फल पनि समाउनुहोस् आटा समाउनुहोस् उठेर उम्मिन सक्नुहुन्छ भने उम्मिनुहोस् निकाल्नु होला है।
तन्माता पृथिवी तस्मिन्नाभ्यो तमिन्नानं ब्रह्मणमहारो यथा वेदसामहेन्द्रो वेदप्रभात् तस्मिन्नाभो विद्यावेदो प्रियसातिर्वादो प्रियसामारुता कृष्णिमातारा शुभं यावनो गिराले बुधमया अग्निशिल्वाय कुशुवागो श्रीराजे शांति रे यादो यादा सातो नो आयं गुरु कन्न गुरु प्रजाभ्यो वायं गणपति को हवा अधिपति को हवा निर्विघ्न कुरु मे देव सर्वकार्य जय गणेश गुरु गणेश हुन्छ भनिहाल्छ नि कि कपिल बाडङ है कपिल चुत्रा रेसी पनि छ ढेकुरा पनि छ चाहिएमा ढेकुरा पनि छ चुत्रा रेसी पनि छ बाडङ पनि छ 3 ठाउँ छ
सबै मेरो भन्छौ छोडी जान्छ यो आत्माले तिमी के बोलान्छौ गर सेवा दुखीको पुण्य मिल्छ है स्वर्ग जान वैकुण्ठको ढोका खुल्छ है स्वर्ग जान वैकुण्ठको ढोका खुल्छ राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न जिन्दगीको भर छैन के त गरौँ न हजुर अमर कोही नि छैन यो संसारमा हेर व्यर्थ गर्छौ पीडा चिन्ता आफ्नै मनलाई चिर खाइँदैन सुन चाँदी खाइँदैन हिरा जे छ त्यसमा खुसी हौ किन गर्छौ पीडा जे छ त्यसमा खुसी हौ किन गर्छौ पीडा राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न जिन्दगीको भर छैन के त गरौँ न लोभको भाडो हेर यहाँ कहिल्यै भरिँदैन पुण्य काम नगरेमा पार तरिँदैन दुखी गरी बसाएको मलमपट्टि लगाऊ शान्त ज्योति बाली हामी जता ततै जगाऊ शान्त ज्योति बाली हामी जता ततै जगाऊ राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न राम नाम जपेर पार गरौँ न जिन्दगीको भर छैन के त गरौँ न जिन्दगीको भर छैन के त गरौँ न त्यहाँ कोठामा पूजा गर्नुहोस् है त्यतै पत्रपात सबमे नो सर्वता दशाङ्गम पुरुकाय वेदो सर्वतानि सर्वागम तन्ने सर्वाद दरगाह गजरो पागल सबै कोन ततो यहाँ कोही कर्ता हुनुहुन्छ यहाँ काम गरेको हुनुहुन्छ
नमो नमः अब यज्ञपति ओम त्यो कहाँ लानु खनम त दिन चामल लिनु चामल लिनु सम्भव गरौँ सम्भव माथिबाट चामल राख्ने हो गाडी नमस्कार ल माथि अलिक चुरामा गर्नुहोस् अलिकति हो त्यस्तो गराएर ल बान्नुहोस् सर्वनाथम छर्दनु त्यो माथिबाट पूजा गर्नुहोस् त्यही नरिवलमा आभानम एउटा फुल फेरि आह्वान गर्नुहोस् एउटा फुल लिनुहोस् आवाहतम गरुडाय परिवेशतम रमादायते सुरराजमण्डितम सिद्धार्थम थिरुवत्सवाय सन्निधतो सदा विष्णवे नमः लक्ष्मी नारायण देव नमो नमः फेरि भगवान पूजन क्रियाणयावत पूजन करो वितावशुस्त्रो बाबा सुप्रसन्न बलदो बाबा पाद्यम ध्यानम आवारम आसनम समर्पयामि नन्दनाय नमः फेरि आग्नेय दिशातिर त्यही थालीको आग्नेयमा पूर्व र दक्षिणको कुनातिर थालीमाथि त्यहाँ पूजा गर्नु ओम भो सुनन्दाय यादक्षय तिष्ठाय भो पूजम क्रियाण करोतु शस्त्रो बाबा ओम पायो तदेव घटम चैव कपडा छोइदिनुहोस् त्यो चढाएको कपडा छोइदिनुहोस् माथिहरू त कपडा कृपया परिगृहतां वस्त्रं समर्पयामि लक्ष्मी सहित नारायणाय नमः हजुर तुलसी पत्र लगाइदिनु भयो हम पूजामि श्रीधराय नमः दक्षिण ब्रह्मणे नमः श्रीभान्न पूजामि भगवान विष्णुका दान गोरु लगनेर पाद्यम अर्घ्यम आत्मनिम पञ्चामृतम शुद्ध जलास्नानिनं ध्यानम आवाहनम आसनं समर्पयामि गरुडाय नमः गुरुत्मानं सुप नब्यासिदं तरिसगु सिनोर्देऊ त्यो रोटी राख्नु त्यो अरू राख्नुहोस् न त्यहाँ छँदै जेतपुर खेर अभी खाते गते के वतन न बसंतो छ सीधा जंगरिक में सब पाऊ हिँड्या गर्व यो विद्या छने पुण्य हैन छेउछाउमा बस्नुहुन्छ दिनलाई हेल्प गर्न छोड्नु सक्नुहुन्न कि भनेर बाबाको अद्भव्याय शिव भव हिमस्य चाय धरायुडम परिदयमसि बाबाको आत्मया शिव भव त्यहाँ बात त्यत्नै राख्नु पाद्यम तिलानी जल त्यो माथि त दिनुहुन्छ तपाईले चढाउनु तिलानी जल माथि चढाउनु अमृतम समर्पयामि शुद्धजल ओम कृष्णे नमः गंधपुष्पाक्षतं समर्पयामि फूल क्या करके प्रेमे नमः ओम सलकंदाय नमः पुष्पे नमः दयाय नमः सिद्धे नमः काटे नमः ओम सरस्वती
त्यहाँ ताम्बुलमा एउटा सुपारी राख्नुहोस् त माथि पूर्वतिर त्यही सम्झेर सिद्धेश्वराय नमः समर्पयामि सिद्धाय नमः। अब दोस्रो नम्बरमा ओतुभेश्वराय नमः पाद्यम अर्घ्यम आत्मनिम्तम ताम्रेत। अब यहाँ राखिदिनुहोस् बा उहाँले हिँड्न सक्नुहुने भने यसमा अनि त्यहाँ त्यसरी तपाईँले एउटा नभोलिकन पूजा गर्ने हो कौन लाइनबाट गर्नुहुन्छ मेरैसित। ओम महासिद्धाय नमः गन्धपुष्पाक्षतं समर्पयामि महासिद्धाय नमः या गच्छ या तिष्ठत्। फेरि दोस्रोमा सिद्धदेवाय नमः बाबा सिद्धदेवाय नमः। अब ओम सिद्धशास्त्राय नमः या गच्छ या तिष्ठत् या भक्तजन कर वेताव सूत्रो बाबा सुप्रसन्नो वरदो बाबा सिद्धशास्त्राय नमः। ओम सिद्धार्थनाय नमः या गच्छ या तिष्ठत् या भक्तजन करोमि तावत् सूत्रो बाबा सुप्रसन्नो वरदो बाबा। ओम ज्ञान सिद्धाय नमः या गच्छ या तिष्ठत् या भक्तजन करोमि तावत् सूत्रो बाबा ज्ञान सिद्धाय नमः। ओम सिद्धभुजे नमः सिद्धभुजे नमः गन्धपुष्पाक्षतं समर्पयामि सिद्धभुजे नमः। ओम सिद्ध दक्षिणाय नमः या गच्छ या तिष्ठत् या भक्तजन करोमि तावत् सूत्रो सिद्ध दक्षिणाय नमः। ओम तीर्थ सिद्धाय नमः या भक्तजन करोमि तावत् सूत्रो भव सुप्रसन्नो वरदो भव। ओम सिद्ध घटाय नमः गन्धपुष्पाय नमः। ओम सिद्ध कामाय नमः। ओम सिद्ध ब्रह्म स्वरूपाय नमः। ओम सिद्ध कर्ताय नमः। ओम सिद्ध कर्ताय नमः। ओम सिद्धाय नमः अति सिद्धाय नमः सिद्ध सेनाय नमः सिद्ध घटाय नमः सिद्ध सूर्याय नमः। ओम ओम सिद्ध करताय नमः। ओम सिद्ध कुमार्ते नमः गन्धपुष्पाक्षतं समर्पयामि। ओम सिद्ध गीताय नमः। ओम काल सिद्धाय नमः सर्वसिद्धाय नमः। ओम परसिद्धकाय नमः। ओम सिद्ध कामाय आकाशाय नमः। ओम असन कुमाराभ्यो नमः। ओम इंद्राय नमः। ओम अग्नये नमः। ओम धर्माय नमः। ओम धरिते नमः। ओम वरुणाय नमः। ओम पवनाय नमः। ओम गौरे नमः। ओम पद्माय नमः। ओम विजयाय नमः। ओम जयाय नमः। ओम सूर्यसिंहे नमः। ओम पुष्पिताय नमः। ओम वनस्पताय नमः। ओम सूर्याय नमः। ओम चंद्राय नमः। ओम शुक्राय नमः। ओम शनीश्वराय नमः। कपडा छैन त्यहाँ कपडा सबै छैन तिम्रो नाम भन फेरि यो थालीमाथि पूजा गर्नुहोस् त्यो माथि। ओम आर्यणे नमः गन्धपुष्पाक्षतं समर्पयामि आर्यणे नमः या गच्छ या तिष्ठत् या भक्तजन करोमि तावत् सूत्रो भव सुप्रसन्नो वरदो भव। ओम मित्राय नमः गन्धपुष्पाक्षतं समर्पयामि मित्राय नमः या गच्छ या तिष्ठत् या भक्तजन करोमि तावत् सूत्रो भव सुप्रसन्नो वरदो भव। धन्य रहेछौ
पादसङ्ख्यायां तिलजीवस्तर्या जपाहम् हजुर त्यो बनाउँदा होला नि चौरासीको तपाईँको हात लाख गरेर लाउनु त लाग्छु तिन चालु खाली राख पैसा चन्द्रमा मनसो जात तगथ्यम सूर्यो जायत श्रोत्राद्वायु सपना समुखा जग्निरजायत यसो देखाइ दीपज्योति नमस्तुते दीपनारायणज्ञ नमः ल यसो देखाइन्छ त गति गन्धितबाट धराधरतम रजनन्दित सुन्दरतम नमः भोजनार भोजनम प्रदागरं तिमिरतिरात्मजतं जरिमं धुमधं भोगरी कर्तवे रुलिका पर्वदं मोदपाल दीपं माथि यहाँ राख्नु यता ठाउँ तामसरं रसगुं रविता सकदेली वरं परमार्थ पराय धनुर्थ गतिं गतिमन्वितयामनुतीरं अभिषेकगवरं धरावा प्रतरा सर्पलेन्द्रशिलं शिखरिन्दर्ति प्रतिबन्धवं भुजगं दर्पणा कदराकदरं नारकं धरेण नगोधरितं हृदयान्मुखने कदराकल्पकरं तरुणीर्गुणातनपुष्पकरं शरणागतते गुणगादुगुणं तमसा दुगुणं फलतं हरिर्गुणहारकेतुबलं कलकण्ठरभुज्जलकण्ठरणं रवखण्डितदुर्जनकुण्डजनं जलमङ्गलाय कृते लक्षा प्रभवां भवसागराय भुजमानुमायं गुणसङ्गवे एक भाइ यता आउनुहोस् त त्यो टिको लगाइदिनु पऱ्यो यहाँ बल्ल यसले नलगाइदिनु भयो यो पछि चाहिँ नरियले पुग्दैन एउटा नरियलमा घिउ घिउ पनि काटेर त्यो त मैले गरिहाल्छु पुग्दैन सबैलाई माने तार बनाऊँ त्यसमा थपे क्या त भोजे लगाइस् न गणेश जी नारायणं कृष्णदामोदरं वासुदेवं हरिं श्रीधरं माधवं गोपिकाभगवन्नायकं रामतं भजे आश्रितं केशवं सत्यं इन्दिरामन्दिरं च तथा सुन्दरं देवकी नन्दनं नन्दो पुण्यकारणं
लक्ष्मणी नन्दितो बाधरयेषु वर्षसं पूजितो जागवनं सर्वदा नमो भगवते शिवाय भगवान को सहस्र चंद्रमा को महाकाली महालक्ष्मी माँ सरस्वती देवी को करता करता भक्त मंडल को उसका पानी का भक्तजनहरू यहाँ आउनुभएको जाँदाखेरि प्रसादी मागेर जानु होला भन्ने यहाँ मागेर लगेर खाना खाएर जानु होला। हजुर मान्छेलाई यसो बिचार राख्नु कि तपाईँ हेलो 8644 नम्बरको नीलो गाडी कृपया यस्तो साइड लगाइदिनु होला है त।
पानी खाँदै ल्याइसक्यो पुगेन के भयो राखालाई उता राख
होइन भर्खर आएको अनि खाना चिन्ता नगर्नु न खानेकुरा त पूजा पानी पूजा भइयो र बाबु त्यसैले डाइरेक्ट खाएकोले हुन्छ र तिमीहरू सम्झाउ होइन त्यही आफ्नो पञ्चमात्रा छोडेर खुवाउन भन्नुहोस् पो आफ्नो पञ्चमात्रा छोडेर त्यसै राख्नुहोस् त्यसैले डाइरेक्ट डाइरेक्ट खाने हो सबैले जल खानुहोस् त ल ओम केशवाय नमः ओम माधवाय नमः ओम गोविन्दाय नमः फेरि तिम्रो भयो अनन्तकाय नमः यसको कमण्डल जल खाने यसो हात हो यसो हात हो
कान्छी कुन राम्रो यो कि यो यो राम्रो छ कि यो राम्रो छ लगाउन खै यो राम्रो हो कि यो राम्रो छ यो राम्रो छ यो राम्रो यो राम्रो साँच्ची हो तपाईँ घर कहाँ हो घर बर्दिया बसी बर्दिया बर्दिया उत्तम मानव चोला बाँच्नेलाई राम्रो गर हरे राम बोला कोही पनि त तारेनन् बिना तिम्रो भजन कोही पनि त तारेनन् बिना तिम्रो भजन कोही पनि त तारेनन् बिना तिम्रो भजन कोही पनि त तारेनन् मेरो भगवान बिना तिम्रो भजन कोही पनि त तारेनन् 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 कोही पनि त तारेनन् मानवको झोला पाउँदा तत्त्व ज्ञान झन मानवको झोला पाउँदा तत्त्व ज्ञान झन न त धन न त शरीर पाउँछौ मर्दलान हरि भजे तारिन्छ एक दिन त मरिन्छ हरि भजे तारिन्छ एक दिन त मरिन्छ हरि भजे तारिन्छ एक दिन त मरिन्छ हरि भजे तारिन्छ मेरो भगवान एक दिन त मरिन्छ हरि भजे तारिन्छ 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 हरि भजे तारिन्छ गर्छौ किन भन्छौ तेरो मेरो लोभा लालच गर्छौ किन भन्छौ तेरो मेरो संसारलाई बोझे ल्याउँदा हरिकै सेरो फेरो यो ब्रह्माण्ड भरेको देखे जाति हारेको यो ब्रह्माण्ड भरेको देखे जाति हारेको यो ब्रह्माण्ड भरेको देखे जाति हारेको यो ब्रह्माण्ड भरेको मेरो भगवान देखे जाति हारेको यो
जीवनलाई देऊ पार गरिदेऊ भगवान उद्धार जीवनलाई देऊ पार गरिदेऊ भगवान उद्धार जीवनलाई देऊ पार गरिदेऊ भगवान उद्धार मेरो भगवान जीवनलाई देऊ पार गरिदेऊ भगवान उद्धार 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 गरिदेऊ भगवान उद्धार भगवान घरमा भएका बाबामा दुवै भगवान गुरु अतिथि सेवा गरेर रामकै समान हरि जति भगवती भिक्षां देहि होला हामीलाई कतिको सपोर्ट दिन्छ हैन जाऊ 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 गुरुलाई भिक्षा दिने यम हो गुरु यम भिक्षा मया लब्ध भनेर कर्ताहरूले पन्तका देखाएर आउनुहोस्। यहाँ होइन यो भित्रतिर लगाइदिनु उता मैरीतिर लगाइदिनु उतै लड जाम लाने लौरा उतै राख
यहाँ बसेर उनले उहाँ जानुपर्छ हजुर यहाँ बनौटाहरू सबै ल्याएर राख्नुहोस् कोठामा अगाडि राखिन्छ एउटा कहाँ राख्नु अब अर्को कुरो होला बाल्नलाई घरमा लगाइदियो हो कि बनाउनु पर्यो सुन्नु तपाईँले बसेर घरमा लगाइदियो यहाँ घुमाइदिनु यसो के नाम हो दिपा उता दिपा कता उता दिपा उताबाट दिपाको हेर्ने हुन्छ खाएर राख्नुहोस् के भन्नु हजुर भेटिएको छ कसैको हरायो भने सम्पर्क राख्नु होला अरू कसै हरायो सम्पर्क राख्नु होला त्यो पाला भयो अब बत्ती सर्काउनु सबैले केही हुन्छ भयो अलि धेरै हजुर अहिले त मैले भन्छु अहिले निकाले पनि हुन्छ अब सबैले अहिले निकाल्नु होला ओम मुर्धानन्देवो आरातिं त्रिथिग्रावैश्वानर अजातमग्निं स्वामेगो भयो सबैको सल्क्यो हातमा तिरञ्जन लिनुहोस् तल हरि ओम तत्सत ओम तत्सत त्रेता द्वापरान्ते कलियुगे कलियुगस्य अर्थमा चढे भागवते भागवन्नति अर्थम यप नियम बौद्ध अवतारे षष्ठी सूत्र मध्याह्नं सिद्धार्थनाम संवत्सरे शिष्णेकं येन गुरुः ये मिथुन राशि सिद्ध करे थे सदर राशि सिद्ध करे विष्णु अद्य आफ्नो गोत्र नाम काश्य हजुर नाम भन्नुहोस् त आफ्नो नाम सम्झिनु माया देवी पाण्डे उहाँको गीता पाण्डे कमला पाण्डे हर्षा सरिता अनिता सपरिवार साथ छोटे छोटे पुरानो त फल प्राप्त अब
कुरा आपसमा नगर्नु है एउटा सुन्नुहोस् त्यतिमा राम स्वास्थ्यपते गुण भवा भए बसो ममा हमजाते गर्भम समदाते गर्भम गणपतिभ्यो नमो यता यता ल्याएर यही गुसमा राख्न भन्नु अब 1000 निकाल्नुहोस् फेरि वर्माजीलाई सौकाइदिनुहोस् ब्रह्मण्ड 1000 निकाल्नु ब्रह्मण्ड बरा मडो वर्म वर्ष शेरजा यता मारा शेरजा जिन्न सुगय कवयो तिर्व्याधि महाराजे जय दण्डोग्रे धनु महाराज सेनासे सभ्य ब्रह्म यथा चेतरतै जुरत्त इनमान सविरो मोहदय पसन्दं जे गच्छमन कल्पन्तं ब्रह्मणे नमः यही भएन खसाइदिनुहोस् देवी प्रपन्नाते हरे पर्षिद पर्षिद मासे धरेशे छोरीपारी विषम समसरी देवी चराचरस्य देखाइदिनुहोस् के राख्नुहोस् कता राख्ने हो फेरि 1000 निकाल्नुहोस् शिवलाई नम संभवाय तमय भवाय च नम शंकराय तमस्कराय च नम शिवाय च शिवकराय च जता राखे पनि हुन्छ शिवलाई सम्झेर राख्नु 1000 निकालेर बालेर तुलसीलाई मोइरीमा राख्नु नमो देवी महादेव बेटा नमो नमो यो तुलसीको मोइरीमा गएर राख्नु गोपिका वल्लभं जानकी नायकं रामचन्द्रं सत्यवानागवं माधवं श्रीधरं रङ्गलं सन्दरे 500 देखाउनुहोस् फेरि वल्लभ श्रीधे सारे छल्काउनुहोस् त छल्काएर लगाएर बाहिर राख्नु ल 500 चाहिँ छल्काउनु भयो होइन त्यही राख्नु अहिले सङ्कल्प गर्नुपर्छ ल लगाएर राख्नु घुमाएर श्री कृष्ण गोविन्द हरे मुरारे मदनार बदरो प्रमदाग्रहचं गुरुचिरात्मजतं परिणं प्रमुखं मुखरे कर्तव्यं गुरुचितं भविष्येत् गतर्गतरं सरलाजलकर्परेन्द्रशकं श्रीधरेन्द्रयति प्रतिपत्रभुवं उदगं दर्पणागणराजरं नरकुण्डं हृदयानुसरे गणरातमं मानिरं फटाफटी गर्नु है अब गएर बेसिलो जान्छ अब सबै बत्ती बिनु बत्ती लगाएर गएपछि उइटानु सेक्टरी पर्दछिर गर्नु बत्ती अब कसका छन् अरे वासुदेवाय वासुदेवाय नमो भगवते वासुदेवाय भक्तिमा नमो भगवते वासुदेवाय नमः शिवाय ओम नमः शिवाय नमः शिवाय नमः शिवाय नमः शिवाय ओम
भगवते वासुदेवाय 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 ॐ नमो भगवते वासुदेवाय 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 ॐ नमो भगवते वासुदेवाय ॐ नमो भगवते वासुदेवाय 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 ॐ नमो भगवते वासुदेवाय 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 ॐ नमो भगवते वासुदेवाय बोलिए लक्ष्मीनारायण भगवान को शिवा पार्वती देवी को भिन्न हर्ता गणेश भगवान को जय जय हरे हजुर अब यदि पनि हुन्छ अब त्यो खपाउनु जस्तो थियो होइन नि त्यस्तो त्यसो ठाउँ हुन्छ क्या त्यो बाहिर त्यही राख्नु त्यसै राख्नु नगल्टी राख्नु विष्णु रातोपछि विष्णु राखे विष्णु जोडपछि समावेश विश्वविद्वाले नमो नमः हजुर अब चढाउनु भयो श्रृङ्गारका सामग्री डोरी टिकी ऐना चुरा भापार चढाउनु अब छैन भने त उतै भयो ल्याएर राखिदिनुहोस् त्यही सबै ठाडो गरिदिनु ट्याक्कर आइदिनुहोस् त्यही भइहाल्छ त्यसै हिँड्दा राख्नुहोस् ठाडो गराएर आफ्नो आफ्नो चढाउनुहोस् अब तपाईँ खुसीले गर्नुहोस् अब त वरिपरि राख्नुहोस् न हटाउँछ माथि नढाक्नुहोस् पोखा त्रायुधम जगदमे त्रायुधम काशमे त्रायुधम श्री समदेव चाहते बच्चे जीवन में चलते खगन बच्चे के दिल चढ़ाउ हाँ माथि एक मुठी चढाउनु अरू चाहिँ भएर राखिदिनु अब जाउँ तिलपछि ये भाई नमो ये भाई पकड़ा का अरे हजुर डुबो
आफूतिर मन त भर धेरै नजिक मैले सुप हटाइदिन्छु गुरुजी यसलाई साइडमा राख्नुहुन्छ कि हेर्नु त यो सब होइन पत्र विष्णु अर्पणम लक्ष्मी नारायण वेदनम मार्गन तर्पण अलिकति गरिदिनु होला त्यो होमन अलि गर्नुपर्ने हो कि नमो भगवती वासुदेवाय छ पूरित काश्य पात्र ल्याएर यतापट्टि यहाँ छाएर राखिदिनुहोस् आफ्नो ठाउँ लेडिज बस्नु है सबैले मान्ने भएका गुरु सुतजी हुनुहुन्थ्यो ठुला यज्ञहरू गर्न पाउँदैनन् त्यस हुनाले थोरै समयमा पनि ठुलो भनेर सौनकादि 88,000 ऋषिहरूले भन्दा सुतजीले भन्नुहुन्छ कुनै समयमा सँगै जाँदै थिए जाँदा त्यहाँ एकजना एउटा त्यस्तो दृश्य देखे एउटी 16 वर्षकी मलाई भयो भन्दै आफ्नो छाती पिटी पिटी रुन लागेको दृश्य ती लक्ष्मणले देखिन् त्यसपछि आफ्नो ती प्रियलाई भनेन् यो के होला किन यस्तो भएको होला भनेर विचार गर्दा यो त हामीले गर्न जान्दैनौँ यसको बारेमा बुझ्न पनि सक्दैनौँ ब्राह्मण भनेका त्रिकालदर्शी हुन्छन् भूत भविष्य वर्तमान तिनटै कुरा जान्ने भएको हुनाले अब ब्राह्मणसित जाउँ भनेर यात्रा नाम गरेका गुरुसँग गएर सोध्दा भए र उनले विचार गरे लाएर उता मूर्छा परेका छन् त्यसोले तिनको निवारण गर्न छ भने लक्ष्य घटीको निम्ति काँसको कटौरा घिउले भरेर चाँदीको पाला सुनको बत्ती सहित भगवान विष्णुका नाममा अर्पण गरेपछि गर्ने सत्कार पानी होइन सोध्ने सबैको चलन आत्माले सोचिन् अब भित्र कोठामा भान्सा कोठामा गइन् र उनले कल्पना गरी सोचिन् यदि ममा पतिव्रता धर्म सत्य रहेछ भने तिनी 5 महिनाका बालक बनि जाउन् भनेर सारा उनले हातमा जल उठाएर छोडेकी थिइन् तिनी त ब्रह्मा विष्णु महेश्वर 5 महिनाका बालक बने अनि ती बालक बनिसकेपछि तिनलाई 3टा झोक बनाइन् अनि झोकमा हालेर हल्लाउँदै कपडा खोल्ने पकाउने खुवाउने गर्न थालिन् नाङ्गे गएर खुवाउने अनि तिनलाई हल्लाउने झोकमा त्यही गर्दै गरिन् त्यहाँ धेरै समयसम्म रहे तिनीहरू लक्ष्मीले अनि सावित्रीले परमालोकमा ब्रह्माजीलाई लगे छोराछोरी अनि ब्रह्माजीको मनबाट चन्द्रमाको जन्म भयो विष्णुको मनबाट दत्तात्रेय जन्मे शिवको मनबाट नयाँ शरीर बनिन्छ अरे महिलाहरूको केही पुरानो भएको शरीरलाई नयाँ बनाउने काम गर्छ भनेर यहाँ उल्लेख गरिएको छ वायु पुराणमा त्यही कुरो उल्लेख गरेको छ आज अर्को
वनस्पति रतोदीपं लौटाको काम भइएको मैले छैन नाप्या सिदन्तारी छगो सुर प्यालो टिका लाएर रातो टिका लाउने रातो लाएर प्यालो लाउने उहाँलाई ठोक्ने उहाँलाई चाहिने ल उता गरेको हजुर त्यहाँ कलशमा पूजा गर्नुहोस् पुरै पछि उत्तर दक्षिण त बन्नुमा पहिलो बन्धनमा सुन्नुभयो पहिलो नम्बरमा पूजा गर्नुहोस् माथिबाट है त्यो गोबर टाँसेको दोस्रोमा ओम श्वेतम्बर देवताभ्य सन्निले नमः तेस्रोमा ओम दारस्त्रिया पृष्ठभनं तदार्य समीरणं कर्मणस्ताय सुमोदभूतं दावति त्रया समीरणं मरुताय नमः मरुताय हे नमः जगन्नुस् पर्जन्य समुखे नमः अनि 13मा पूजा गर्नुहोस् पितृ देवताभ्यो नमः चौध चतुर्दश अथवा 14मा पूजा गर्नुहोस् ओम सोमवाय नमः 15मा पूजा गर्नु धर्मराजाय नमः ओम 16मा पूजा गर्नु अश्वध्याय नमः 18मा पूजा गर्नु ओम जल जले 21मा पूजा गर्नु अमिताय नमः ओम नमः सर्वता नमस्ते घुम्नुभयो ल अरूले यहाँ घुम्मिनु भएन यताबाट आएर बस्नु पैसा त ल्याएको सुन्नु भएन र बस्नुहोस् न झर्ला के वेशभूतानि त्रिपासनकान् देवी त्रिपादसर्वउदयस्फुरुषा नमस्ते सर्वदेवानां शक्तिरुत्तया सतया सदा मुक्ता शतानि च ये सतोया दीक्षितो देवा त्वयि तस्मान्नि पदाय नमो नमस्ते गोविन्द तेला बराबर गराउनुहोस् बराबर भयो भने बाला उठाउनुहोस् बराबर गराएर आमालाई बसाल्ने लहर बसाल्नु आमालाई बसाल्नुहोस् त त्यसैमा बसाल्नु भयो कम बेसी के हुन्छ हेर्नुहोस् त्यहाँ विचार गर्नु
नमस्ते सर्वकालं साक्षिवते सनातने पितामहदेवोत्तम निर्वेदं परमेश्वर बोलिए लक्ष्मी नारायण भगवान को ल ठिक मिलाउनुहोस् हातले गर्छौँ बराबर गराइदिनुहोस् अनि ल उठा आमाले टिको लाग्नु पर्ने ल त्यो निकाल्नु हो भने यता आउनुहोस् बस्नु जाने ठाउँमा समर्पयामि बत्ती बाल्नु सहस्रपाद सुरभावे सहस्रनाम्ने पुरुषाय सहस्राते सहस्रकोटि उदारिणे नमो नमः यसो मार्जन गर्नु नमस्कृताय सहस्रमूर्ताय सहस्रपाद सुरभावे सहस्रनाम्ने पुरुषाय सहस्राते ल गर्नुभयो ल त्यो मागा सो प्रचण्ड वरदो बाबा सहस्र रेखा बरुख सहस्र सहस्रपात सबै सर्वथा तेष्ट दशाङ्गुलं पुरुष यदेव सर्वदा सभावत पान समय भवेत् पुनः गन्ध पुष्पाक्षतं समर्पयामि ल त्यो सय्याको पूर्वतिर पूजा ओम पूर्वे इन्द्राय नमः गन्ध पुष्पाक्षतं समर्पयामि पूर्वे इन्द्राय नमः या गच्छ याति यावत् पूजं करोमि तावत् सुश्रो भव ल दक्षिणे यजुर्वेदाय नमः ये गत्वा यत्वा भयवस्तवे ओम पश्चिम वरुणाय नमः गन्ध पुष्पाक्षतं समर्पयामि पश्चिमे साम्ये सो प्रसन्नो वरदो भव ल उत्तरे अथर्ववेदाय नमः लाइट यहाँ छ हरि ओम ब्राह्मण समूहमा चिद्वावराजन्य क्रीडं शूद्रोजायत वनस्पते रसोदोपम गण्ड गण्डमोत्तमम् आग्नेया सर्वदेवानन्दोपयं पट्टगृहताम् ज्योति ल्याउनु पर्छ ज्योति अलि गाह्रो पऱ्यो कि एक्लै भएर छिटो छ रेकर्ड त तपाईँ एकछिन रोकिनु न पाले पालो उता लाउँदैन त पहिला पूजन कर्म कर्तु छ लक्ष्मी नारायण पूजन कर्म कर्तु छ रुद्राभिषेक कर्म कर्तु छ तथा देवताका पूजन कर्म नाम द्रोण प्रसाद नाम सर्वणे ब्रह्मणायम सुपूजितायम पहिले ल फुल्लेर लक्ष्मी नारायणलाई सम्झिनु फुल्लेर हात गर्नु ओम सम्झिनुहोस् ओम शान्तकारम भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गौण हो ल दान प्रतिष्ठा हजुर कायम सुपूजितायम पहिले नाम सम्पर्क षष्ठी हातमा दिनु ल गुरुको म ब्राह्मण बस्नु पर्यो माथि एउटा यानि कानि जपापानि जन्मन्त्र कृतानि च दियो बोलेको कहाँ हो उताबाट घुम्नु एकचोटि प्रदक्षिणा गर्नुहोस् यता आएर त्यहाँ टोपी होला लगाइदिनुहोस् मान्दा हो फुल त्यहाँ भएको फुल उहाँलाई लगाइदिनु भएन टोपी आरती बाँकी र आरती त्यही फिल्म हो आमालाई त्यही बसेर पूजा गरी उहाँहरूलाई टिका सिका लगाइदिनु छ होला त्यसको ल म यसो बस्न टिका लगाइदिनु सबै आएर बस्नु चाहिँ आफ्नो ठाउँमा जय हर हर महादेव
कैलास निवास गणछन् सकमला छगदामा रूप ओम हर 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 महादेव छ दिव्य सदा शिव ज्योति छ दिव्य सदा सङ्गमा छन गिरिजा ओम हर 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 महादेव ब्रह्मा विष्णु महेश्वर सब हुन् सब हुन् शिवाय प्रभु वर्णनमा शिव प्रभुको वर्णनमा कण कण व्यापक प्रभुको कण कण व्यापक प्रभुको महिमा त्रिभुवनमा सुर नर मुनि सब प्रभुकै निषेधेन परम आनन्द मदन भई परम आनन्द हजुर गोविन्दारे मुरारे श्रीनाथ नारायण वासुदेवं हरे राम हरे एकेश नारायणं बस्नुहोस् भएमा अगाडि राख्नुहोस् नित्याय शुद्धाय दिगम्बराय तस्मै नकराय नमः शिवाय मन्दाकिनी सलिल चन्द्र शिखराय नमः शिवाय वशिष्ठ कुम्भोद्भवोत्तमार्य मुनीन्द्र देवार्चितशेखराय सम्रार्क वैष्णवनाय तस्मै कराय नमः शिवाय स्वरूपाय जटाधराय पिनाकस्ताय सनातनाय वासुदेवाय देवकी नन्दनाय नन्दगोपकुमाराय गोविन्दाय नमो नमः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणताय कृष्णनाथाय गोविन्दाय नमो विद्यां धर्में तमेव सर्वं मम देव गणेश भगवान को दुर्गा भवानी देवी को भक्तजनों को सनातन वैदिक धर्म को आज आनंद को राधे 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 आदौ देवी नाम देते मुखबिंबायकम आराधनेकम सप्तजनम भक्तजनम क्रिया हजुर त्यो उता लिनुहोस् त्यो चामल पहिलो सबैमा एउटा फल राख्नुहोस् एउटा पैसा राख्नुहोस् है ल हजुर फल राख्नुहोस् थोरै घिउ राख्नुहोस् ल हातमा तिरञ्जन ल्याएर उठाउनुहोस् सबै उठाउनुहोस् हरिओम तत्सत भागवतो महापुरुष विष्णु राजा प्रवर्तमान सकल जगत श्री कार्य वरुणभूते प्रार्थे श्री श्वेतवराकल्पे वैमे क्षेत्रद्राष्ट प्रथमतरणे भारतवर्षे वार्ताखण्डे जन्मदिने आर्यवन्त्रवते वदुवाद्य भागवत पति श्री गुणवन्नति अवतारे सर्वरुद्र मध्याह्नहं षष्ठी संवत्सर मध्याह्नहं सिद्धार्थ नाम संवत्सरे सिद्धवत्रं पूर्णिमा सुपुण्यतिथौ सुपुण्यतिथौ आदो गीत कलश आयगर आते कर्म कर्तुः सांग सिद्धार्थकं सदवासंकृति गुणपूर्वकं सांग सिद्धार्थकं महिषासुरावनि देवताहं होमन कामत्र चन्द्रम पूजन कर्म कर्तुः सांग सिद्धार्थकं परमं देवता लक्ष्मीनारायण पूजन कर्म कर्तुः सपुत्र वधु प्रपुत्र सहितं सपरिवारे सत्सुते पुराणों का फल प्राप्त सिद्धार्थं गुणपात्रं पददेवताकं तत्तवस्तु तत्देवताकं वयं कार्यक्रम के शिव कुमार राखिदिनुहोस् छोएर एकजनाले उहाँ गणेशमा गएर राखिदिनुहोस् को भनेर यहाँ होमन गर्नेको हातमा दिनुहोस् अरू त्यो बोरा चाहिँ यहाँ राखिदिनुहोस् त्यो अरू सबै त्यो बोरामाको भने खाएर यता राखिदिनुहोस् ल अब सबै मेला गर्न यहाँ त्यस्तो आउनु पर्यो जनकपुरमा जानकीको धाम राम नाम
कैकेयीको आज्ञा भयो रामलाई पनि भाषा ईश्वरकै खटना दियो उनलाई खासा ईश्वरकै खटना दियो उनलाई खासा रामलाई पनि भाषा भरतलाई राजकाजा रामलाई पनि भाषा भरतलाई राजकाजा रामलाई पनि भाषा फोटो खिचिदिनु चारजनाको सोनी कुरा गर्नु बिहानदेखि खिचिरहेको पनि होला होइन कि मम्मी बाबा खिचिदिन्छु पैसा लानु होला कहाँ लानु राम्रो आउँछ किन हरे राम हरे कृष्ण शिव भगवान हरे राम हरे कृष्ण शिव भगवान माता पिता गुरुजन ईश्वर समान श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु बाबा जन्म दिने माता पिता कर्म दिने राम जन्म दिने माता पिता कर्म दिने राम नसकेमा मनले भज्नु सके चारै धाम श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु श्री रामको सेवा गर्नु बाबा
10 महिना कोखमा बसी धरती जन्म पाइयो 10 महिना कोखमा बसी धरती जन्म पाइयो हरि नाम जप्दै जप्दै प्रभु शरण आइयो श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको हरे हुर्कायौनी पिलाएर दुध 10 धारा हुर्कायौनी पिलाएर दुध 10 धारा सकिँदैन तिर्न कहिल्यै अमृत दुधको भारा श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन गर्नु 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 श्री रामको सेवा गर्नु बाबा आमाको कीर्तन मनमा हरि आए हरि Go